थाहा छ नि तँलाई नि धेरै लिपस्टिक लगाएको जस्तो राम्रो देखिन्छ नि। थाहा छ तँलाई चन्दा मैले तँलाई भनेको थिएन होइन मैले गालामा तँलाई यस्तरी यहाँ ब्रस लगायो भने यस्तो राम्रो देखिन्छ क्या। थाहा छ नि मलाई यहाँदेखि यहाँसम्म काट्नु लाग्यो जस्तो राम्रो देखिन्छ नि। थाहा छ तँलाई मलाई अस्ति भनेको थिएन तर तँलाई यहाँ परेलामा यो आइब्रोमा लगायो भने चाहिँ एकदम राम्रो देखिन्छ कि। थाहा छ दिदी तँलाई कस्तो राम्रो देखिन्छ जब कि तेरो यो परेला यत्रो ठुल्ठुलो गराइन्छ नि तब कति राम्रो देखिन्छ। तँलाई थाहा छ तेरो आँखामा कति राम्रो छ होइन आँखामा गाजर पनि कति राम्रोसँग लगाएको छ तर अझै त्यस्तैलाई डबल तरिकाले लगाइस् भने झन् राम्रो देखिन्छ कि मैले अस्ति भनेको थिएन। तँलाई थाहा छ तेरो नि यहाँ नाकबाट यहाँसम्म त्रिशुल आकारको सिधा गरी त्रिशुल लगाउँदा बहुत राम्रो देखिन्छ पर्छ। तँलाई थाहा छ तेरो यो निधारमा यही यसैले के अरे अन्डा लेख्ने भने एकदम राम्रो देखिन्छ के। चन्दा हो नाम चाहिँ तर अन्डा लेख्यो भने चाहिँ एकदम राम्रो देखिन्छ के। तँलाई थाहा छ तँलाई आफ्नो गालामा यत्रो ब्लस लाउँदा कति राम्रो देखिन्छ। तिमीलाई थाहा छ तिम्रो आँखामा मैले आइसेडो लगाइदियो भने एकदम राम्रो देखिन्छ के तिमी। तिमीलाई थाहा छ तिमीलाई नि यस्तो गोरो कालो टिका ठुलो लगायो भने कति राम्रो देखिन्छ। थाहा छ तिमीलाई मैले तिमीलाई अस्ति भनेको थिएन तिम्रो ओठमा लाली एकदम राम्रो देखिन्छ के लिपस्टिक। अब हाँसेर यस्तो तिमी कति राम्रो देखिन्छ थाहा तिमी पनि लास्टै राम्रो देखिन्छ। मैले भनेको कुरा मान तिमी अब यस्तै गरेर मेकअप गरेर हिँड तिमी यस्तै तिर्सुरु गरौ ल। कुरा चाहिँ पत्ता त्यही हो एकदम राम्रो देखिन्छ। तिम्रो आँखा झन् यस्तो राम्रो देखियो आँखा चाहिँ देखियो। बाई गाइस।